यो गाइस तपाईलाई मेरो युट्युब च्यानलमा स्वागत छ। फेरि पनि आज चाहिँ च्याट्टा लाएर के भन्छन् हाम्रो गाउँको चाहिँ के टङ्कीको ढलाइ छ अनि हाम्रो फेरि आज पालो पनि परेको छ अनि त्यही भएर हामी चाहिँ च्याट्टा लाएर जान लागेको। मतलब मुख पनि धुन अल्छी लागेको छ, झेउ लागेको छ जानलाई, तर त्यही पनि अब जानु त पर्यो। अनि देख्न सक्नुहुन्छ म आन्टी यहाँबाट आन्टी अनि उताबाट दिदी बा अब को जानुहुन्छ च्याट्टा लाएर जाने हो। अहिले चाहिँ कस्तो राम्रो देखाइरहेको छ। अनि हजुरलाई मेरो युट्युब च्यानल कस्तो लाग्छ, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। धेरै साथीसम्म पुर्याइदिनु होला। अरू त के पो भन्न सक्छु र, कपाल सपाल कस्तो छ थाहै छैन, मुख पनि धुन झेउला छ। यसलाई यस्तरी चट्ट यस्तरी ढाकेर यस्तो गराइदिएपछि भइहाल्यो। साँझसम्म बस्ने हो अरे। अनि त्यसको लागि चाहिँ अब ज्याकेट लिएर जान्छु। यस्तै जाने गएर अब के पो गर्नु होला र, यसो हेर्ने हो। यसो आज ढल्लै यसो मसलाहरू दिनु पर्ला। अरू अब त्यहाँ जाँदै हेरौँला, अब पछि हेरौँला अरू अब पछि। यहाँ आन्टी हुनुहुन्छ। किन भाइरल भएर फेरि गाह्रो हुन्छ हो क्या? भाइरल हुन्न मेरो त्यस्तो हुन्न। त्यही त बसै लिएर आयो भने फेरि गाह्रो हुन्छ। यहाँबाट आन्टी जान्छ। आन्टी आन्टी हामी चाहिँ अब च्याट्टा लाएर जानु लागेको। यहाँ चाहिँ आन्टीहरू हुनुहुन्छ। हो यी भिडियो बनाएको छु के यी सादा हुन्छ। राम्रो भयो भने आउँछ, नभए त आउन्न। त्यस्तै त राख्ने। ऊ त्यहाँ बिहा थियो कि अस्ति, त्यो अझै टाइगर रहेछ खोइ त्यहाँ। यो चाहिँ हाम्रो गाउँको गाइस देख्न सक्नुहुन्छ। आज ठिकै आएको छ क्यामेरा क्वालिटी चाहिँ, काम चलाउँछ। ऊ त्यहाँ तल पानीपुरीहरू भेगे छारेर चाहिँ चटपटे खाना छ त्यही भन्नुहुन्थ्यो। लगायत सबैले देख्न सक्नुहुन्छ हामी चाहिँ अब फाइनली पुगिसक्यौँ। ऊ त्यहाँ हो, यहाँ दाइ पनि भेटिसक्नु भएको छ। अब यहाँ त कोही हुनुहुन्न क्या, यहाँ त कोही हुनुहुन्न हो कर। टाढोबाट टाढो जिउरे कस्तो लटपट हुन्छ। यही हो पहिलाको त भत्काएको होइन र खै। यही हो कर गाइस, तर यहाँ मान्छे कोही हुनुहुँदैन। कस्तो यार भन्ने टाढो रहेछ यार। मैले त मसिनै धागो जाने थिएँ। हामी चाहिँ यहाँ फिलहालको लागि यहाँ टिकटक बनाएर बसेको छ। अङ्कलहरू चाहिँ भर्खर आउनु भएको छ। यहाँ आन्टीले नचाहेर मलाई यस्तो बेहाल छ, नगर्नलाई म रिपोर्ट हानिदिन्छु। नगर्नलाई ड्रपमा राख्नु। बट्टीमै बिल्ला मात्र हुन्छ मेरो। अब हुन्छ होला नि। ए मसला दिन मात्र त हो। म चाहिँ च्याट्टा लाएर यहाँ स्प्राइटहरू अनि के भन्छन् मौसमहरू, च्याट्टै मौसम। अब बस्नै पर्यो। सुन्तला स्प्राइटहरू लिएर चाहिँ अब जान लाग्यो। नमस्ते हामी।
छु देख्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ गाइस, म त बोकेर हिँडेको। गाइस हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ काम सुरु भइसकेको छ। धेरै त नि हेर्ने उ गर्ने हो। त आन्टी हुनुहुन्छ, आन्टी फेरि भाग्नु भएको छ। हजुर टोकरी हो आन्टी। यता फेरि यस्तो छ ट्रेन्ड अरे यो चाहिँ। आन्टी के बोलिदिनुहोस्? काम गर्न आएको। गाइस देख्न सक्नुहुन्छ हाम्रो चाहिँ अब चाहिँ सुरु भइसकेको छ। त्यहाँ मसला दिदै हुनुहुन्छ, यता आन्टीहरू हुनुहुन्छ, यता आमा बस्नुभएको छ। कपाल कस्तो ठाडिरहेछ, त्यही त अहिले बोक्नु होला कि। गाइस हामी चाहिँ देख्न सक्नुहुन्छ, हामी चाहिँ यहाँ के भन्छ यसो खानाको लागि चाउचाउ लिन आएको। चाउचाउ बुझ्छ, अब गएर यसो साँधेर खानु पर्यो। जस्तो के खाम जस्तो भएर अनि यहाँ कान्छा बाकोमा आएको छौँ। दाइ यता हुनुहुन्छ। कस्तो कस्तो खिचेछ अहिले फेरि। गाइस हामी चाहिँ च्याट्टा ल्याएर यहाँ चाहिँ साँधेर खान लगाएको। यता आन्टी हुनुहुन्छ, यता दाइ हुनुहुन्छ, यता चाहिँ म छु। भ्याइन लगाइसकेर बल्ल यहाँ यसो भिडियो गरौँ भनेर। भिडियो हुन्छ, भिडियो साथीसँग थियो। यहाँ त बेलकीसम्म ल गाइस हेर्न सक्नुहुन्छ, अहिलेको लागि चाहिँ यति भइसकेको छ काम। अब चाहिँ हामी यहाँ अझै छ, तर हामी चाहिँ घर जान्छौँ होला, बस्नु पर्दैन भन्नुहुन्थ्यो गएर। गाइस यस्तो छ हालत। म चाहिँ अब यहाँ भिडियो बनाउँदैछु यहाँ। लगाइस हामी चाहिँ अब च्याट्टा लाएर यहाँ माथि फेरि सामान लिनु छ। त्यसको लागि चाहिँ सामान लिनु जानु लागेको। आन्टी चाहिँ यता हुनुहुन्छ, म यता छु। देख्न सक्नुहुन्छ फरेनको बाटो गइन्छ। ल गाइस म चाहिँ च्याट्टा लाएर मूल बाटोमा आइसकेको छु। ऊ त्यहाँ भरवाला सामान लिएर जाने हो। देख्न सक्नुहुन्छ गाइस, म चाहिँ यहाँ च्याट्टा लाएर सामान किन्न आइसकेको छु। अनि सामान किनेर अब जाने च्याट्टा लाएर घरतिर। झ्याउ लाग्यो आज दिनभरि यार, न डाटा न केही, गेम खेल्दै बसेँ। गेम पनि कति खेल्ने झ्याउ लागिरहेको।
लगाइ साउदीलाई देख्न सक्नुहुन्छ म चाहिँ च्याट्टा लगाएर जान सानौँ के लिएर चाहिँ अब घरतिर जानु लाग्यो अब गएर नुहाउनु पर्छ यार हो लगाइस देख्न सक्नुहुन्छ आन्टीहरू पनि यहाँ आइपुगिसक्नु भएको छ अनि अब चाहिँ हामी चाहिँ यहाँ भाइ भ्लग कुरेको भाइ आएपछि हामी चाहिँ घर जाने हो अनि हजुरलाई मेरो भ्लग कस्तो लाग्छ यो भ्लग चाहिँ अब यतै गरौँ कस्तो लाग्छ हजुरलाई मेरो भ्लग अब भ्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला सकेसम्म धेरै साथीलाई सेयर गरिदिनु होला के नै त भन्न सक्दिनँ म कन्टिन्यू गर्दै राखौँ के भन्छन् अरू त त्यस्तो के भन्न सक्दिनँ यो भ्लग अब यहीँ एन्ड गरौँ कन्ट्री पनि त्यति साह्रो धेरै छैन त्यही भएर अब यो यहीँ एन्ड गरौँ हस्।